नमस्कार साथीहरू, फलोअप सोनुमा स्वागतम छ। के तपाईँले कहिले यस्तो लागेको छ कि केही विद्यार्थीहरूले धेरै समय नपढेर पनि राम्रो मार्क्स ल्याउँछन्, तर केही विद्यार्थीहरू घन्टै पढेर पनि अपेक्षा अनुसारको छुट ल्याउन सक्दैनन्। धेरैजसो विद्यार्थीहरू सोच्छन् कि सफलता भनेको धेरै समय पढ्नु हो, तर वास्तविकमा अलि फरक छ। सफलता केवल धेरै समय पढेर होइन, सही तरिकाले पढेर आउँछ। आजको भिडियोमा म तपाईँले 5वटा प्रभावकारी स्टडी ह्याक्स बताउने छु जसले तपाईँले कम समयमा पनि राम्रोसँग पढ्न र राम्रो रिजल्ट ल्याउन मद्दत गर्न सक्छ। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस्। अब सुरु गरौँ। स्टडी ह्याक नम्बर 1, सबैभन्दा गाह्रो विषय पहिले पढ्नुहोस्। धेरै विद्यार्थीहरूले सजिलो विषयबाट सुरु गर्छन्। उनीहरूलाई सजिलो लाग्ने विषय पढ्दा रमाइलो लाग्छ, तर गाह्रो विषयहरू पछि सार्दै जाँदा अन्तिम समयमा तनाव बढ्छ। तपाईँको दिमाग बिहान वा ऊर्जा धेरै भएको समयमा बढी सक्रिय हुन्छ। त्यसैले सबैभन्दा गाह्रो विषय वा अध्ययन पहिलो पढ्ने बानी बसाल्नुहोस्। उदाहरणका लागि, यदि गणित गाह्रो लाग्छ भने गणितबाट सुरु गर्नुहोस्। यदि विज्ञान गाह्रो लाग्छ भने विज्ञानबाट सुरु गर्नुहोस्। जब गाह्रो काम सकिन्छ, बाँकी विषयहरू सजिलो लाग्न थाल्छन्। यसले आत्मविश्वास पनि बढाउँछ। स्टडी ह्याक नम्बर 2, मोबाइलबाट हुने ध्यान भङ्ग हटाउनुहोस्। आजको समयमा विद्यार्थीहरूको सबैभन्दा ठुलो समस्या मोबाइल फोन हो। पढ्न बसेको बेला एउटा नोटिफिकेसन आयो भने ध्यान तुरुन्तै त्यतातिर जान्छ। 5 मिनटका लागि मोबाइल हेर्ने सोच्दा कहिलेकाहीँ आधा घन्टा बितिसकेको हुन्छ। त्यसैले पढ्दा मोबाइल साइलेन्ट मोडमा राख्नुहोस्। सम्भव भए मोबाइल अर्को कोठामा राख्नुहोस्। पढ्ने समयमा केवल पढाइमा ध्यान दिनुहोस्। 1 घन्टा पुरा ध्यान दिएर पढ्नु 3 घन्टा ध्यान भङ्ग गर्दै पढ्नुभन्दा धेरै प्रभावकारी हुन्छ। याद राख्नुहोस्, ध्यान नै सफलताको प्राप्त हुने ठुलो हतियार हो। स्टडी ह्याक नम्बर 3, छोटो नोट बनाउने बानी बसाल्नुहोस्। परीक्षाको समयमा सबै किताब फेरि पढ्ने समय हुँदैन। त्यसैले पढ्दै गर्दा मुख्य मुद्दाहरूको छोटो नोट बनाउनुहोस्। सूत्रहरू, महत्त्वपूर्ण परिभाषाहरू, मिति, तथ्यहरू र मुख्य मुद्दाहरू लेखेर राख्नुहोस्। परीक्षा नजिकिँदा त्यही नोटले धेरै समय बचाउँछ। छोटो नोटले पुराना बुद्धि छिटो र प्रभावकारी बनाउँछ। धेरै सफल विद्यार्थीहरूको एउटा साझा बानी भनेको राम्रो नोट बनाउनु हो। त्यसैले आजदेखि नोट बनाउने बानी सुरु गर्नुहोस्। स्टडी ह्याक नम्बर 4, पुराना प्रश्नपत्र अभ्यास गर्नुहोस्। धेरै विद्यार्थीहरू केवल किताब पढ्छन्, तर परीक्षा कसरी आउँछ भन्ने अभ्यास गर्दैनन्। पुराना प्रश्नपत्रहरूको समाधान गर्दै तपाईँले प्रश्नको ढाँचा बुझ्न सक्नुहुन्छ। कुन विषयबाट बढी प्रश्न आउँछ भन्ने पनि थाहा हुन्छ। यसले समय व्यवस्थापन गर्न सिकाउँछ, साथै आत्मविश्वास पनि बढाउँछ। परीक्षा अगाडि कम्तीमा केही पुराना प्रश्नहरू समाधान गर्ने प्रयास गर्नुहोस्। यसले तपाईँलाई वास्तविक परीक्षा जस्तै अनुभव दिन्छ। स्टडी ह्याक नम्बर 5, पर्याप्त निद्रा लिनुहोस्। धेरै विद्यार्थीहरू परीक्षा नजिकिँदा रातभर जाग्न बस्छन्। उनीहरू सोच्छन् कि कम सुत्दा धेरै पढ्न सकिन्छ, तर अनुसन्धानहरूले देखेका छन् कि पर्याप्त निद्राले स्मारक शक्ति र सिकाइ दुवै सुधार गर्छ। जब तपाईँ सुत्नुहुन्छ, दिमागले दिनभरि सिकेका कुराहरू व्यवस्थित गर्छ।
यदि पर्याप्त निद्रा भएन भने पढेको कुरा पनि बिर्सिने सम्भावना बढ्छ। त्यसैले दैनिक 7 देखि 8 घन्टा राम्रो निद्रा लिने प्रयास गर्नुहोस्। स्वास्थ्य शरीर र स्वास्थ्य दिमाग बिना राम्रो रिजल्ट सम्भव हुँदैन। अब आज हामीले 5वटा प्रभावकारी स्टडी ह्याक्स बारे सिक्यौँ। पहिलो, सबैभन्दा गाह्रो विषय पहिले पढ्ने। दोस्रो, मोबाइलबाट हुने ध्यान भङ्ग हटाउने। तेस्रो, छोटो नोट बनाउने। चौथो, पुराना प्रश्नपत्र अभ्यास गर्ने। र 5औँ, पर्याप्त निद्रा लिने। याद राख्नुहोस्, राम्रो रिजल्ट ल्याउन सधैँ धेरै समय पढ्न आवश्यक पर्दैन। सही रणनीति र नियमित अभ्यासले ठुलो परिवर्तन ल्याउन सक्छ। यी मध्ये कुन स्टडी ह्याक तपाईँलाई सबैभन्दा उपयोगी लाग्यो? कमेन्टमा लेखेर बताउनुहोस्। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र यस्ता शैक्षिक भिडियोहरूका लागि फरब सनुलाई सब्सक्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।